साथीहरू सबैजना आरामसँगै हुनुहुन्छ होला। म पनि एकदम ठिक छु भन्दा नै अलिअलि रुगा लागिरहेछ। त्यही भएर आज चाहिँ म पोखरा जान लागेको है, किन भन्दा मेरो बिहेको कोट प्यान्ट सिलाउनु छ नि त। अनि त्यही भएर अब जाडो छ, जाडो महिनामा बाइक चलाउन गाह्रो हुन्छ। त्यही भएर मैले चाहिँ दुईवटा, एउटा भित्र स्वेप जस्तो र बाहिरबाट एउटा हुडी लगाएँ। तल चाहिँ ट्राउजर र ट्र्याक लगाएको छु। अब यति भएपछि त चिसो थाप्नै पऱ्यो नि त, बाइक चलाउनु पर्छ, गाह्रो हुन्छ नि त। त्यही भएर यो मनी ब्यागमा चाहिँ मैले बिलको पैसाहरू लाइसेन्सहरू हालेँ कि हालेन भनेर हेरिरहेको, सबै हालिसकेको रहेछु। त्यसपछि म चाहिँ कस्तो भयो भनेर यसो अलिकति नक्कल पारे जस्तो गर्दैछु है साथीहरू। त्यति राम्रो त छैन, त्यही पनि यसो हल्का दिएको ल। अब म चाहिँ अब बाहिर अब एकदम धुलो उठ्छ नि त बाइक चलाउँदा। अनि त्यही भएर म चाहिँ सनब्लक युज गर्छु जहिले नि फेसमा। सनब्लक बाहेक अरू केही युज गर्दिनँ है साथीहरू। त्यही भएर सनब्लक युज गरेपछि बाहिरको फोहोरहरू त्यसमा टाँसिन्छ। अनि आफूलाई बेलुका आएर वास गर्दाखेरि एकदम के अरे स्किनमा त्यो के भन्छ फोहोरहरू हुँदैन नि त। फेसवास युज गर्छु, बस त्यति हो है। त्यही भएर यसो सनब्लक युज गरौँ सबैजनाले। मैले चाहिँ चप्पल किनेर ल्याएको थिएँ, चप्पल चलाएर राइड गर्छु भनेर है। कस्तो भयो भनिदिनु है साथीहरू, नयाँ चप्पल हो फेरि। अब एक्लै राइड गर्नुपर्ने भएर अलिक गाह्रो थियो। अनि भिडियो चाहिँ मोबाइलहरू राख्दै बनाउँदै गरिरहेको थिएँ मैले है। अब ठिकै छ, एक्लै राइड गऱ्यो भने पनि रमाइलो त आफैले गर्ने हो, सबै भएर रमाइलो चाहिँ हुँदैन। अहिले चाहिँ बाटोमा बाइक रोकेर यसो घाम लागेको बेला भ्यू देखाइदिएको हो। त्यसपछि म सरासर गइरहेको छु आफ्नै बाटो। दिनहरू राम्रो थियो, रोड पनि अब खुल्ला थियो, गाडीहरू त्यस्तो आएको थिएन। त्यसपछि एकदम धुलो भयो। अनि त्यसपछि म चाहिँ अब बाइक रोकेर अब यसो अब आफूसँग टिस्यु थियो नि त, अनि यो मुखहरू आँखाहरू चिलाएको थियो नि त, त्यही भएर हल्का क्लिन गर्नु पऱ्यो भनेर बसिरहेको थिएँ। अब आँखाहरू दुखिरहेको छ नि त, धुलो पऱ्यो भने अनि हेर्नु मिल्दैन। आँखा क्लिन गरेँ, अब एकछिन अब बसेँ। अब बाइक पनि तात्तिएको थियो, अब बाइकलाई पनि अब रेस्ट चाहिन्छ अब होइन। त्यही भएर तात्तिएको थियो नि त। अनि एकछिन बाइक त्यत्तिकै छोडेँ। अनि एक क्लिप हानिदिनु पऱ्यो बाइकको भनेर म चाहिँ सर एक क्लिप हानिदिएको। मलाई चाहिँ अब बाइक चाहिँ यही एप चाहिँ नै मनपर्छ है अरूभन्दा। त्यसपछि म चाहिँ आफ्नो गन्तव्यतिर लागिरहेको छु, किन भन्दा मलाई चाँडो पुग्नु छ पोखरा। त्यसपछि मेरो त्यो जुन काम हो त्यो सिद्धाउनु पर्छ नि त, त्यही भएर। अनि यो चाहिँ म एक्लै तपाईँहरूलाई राइड गरेर देखाएको है, म एक्लै छु भनेर। अब बाटोहरूमा अब 2-4वटा भिडियोहरू चाहिँ बल्ल बनाएको थिएँ मैले। अवस्था गाह्रो भयो भने नि, किन भन्दाखेरि राइड चाहिँ गरेछ यसले भिडियो नै हालेन भन्ने टाइपको हुन्छ नि त। त्यही भएर म चाहिँ यति देखाएको मात्रै हो है तपाईँहरूलाई। त्यसपछि त म फर्किसकेको थिएँ पोखराबाट, किन भन्दा बिचमा अब एक्लै भइयो, अब भिडियो बनाउन पाइएन। अब कोट प्यान्टहरू नापेको, यताउता गरेको, अब डुलेको है। अब किन भन्दाखेरि एक्लै भएपछि भिडियो बनाउन गाह्रो नै भयो, मसँग स्ट्यान्डहरू थिएन। म चाहिँ जस्ट रमाइलोको लागि, इन्टरटेनमेन्टको लागि बनाउने हो नि त। त्यही भएर त्यो चाहिँ फर्किसक्दाखेरि यस्तो राम्रो त्यो घाम डुब्न लागेको के, त्यो चाहिँ मलाई यस्तो राम्रो लाग्यो। त्यही भएर यो चाहिँ मैले हल्का क्याप्चर गरेको। अब नेपालको बाटो कोही अफरोड, कोही अब पिच, यस्तै त हो, गाह्रो छ हो नेपालीहरूलाई पनि। अब यस्तै हो, विदेशमा भएको भए पो चिल्लो हुन्छ, अब नेपालमा यस्तै हो रोडहरू, त्यही पनि केही छैन। म चाहिँ अब फर्किसकेको थिएँ। अनि मलाई चाहिँ घाम डुब्ने बेलामा यस्तो सही लाग्यो है, अल्छी लाग्यो भने यसो भिडियो घुमाइदिनु पऱ्यो भनेर यसो घुमाइदिएको। टाउको बनाउने बस्ने अरू त कामै केही थिएन। त्यही भएर यसो भ्यू देखाइदिउँ भनेर तपाईँहरूलाई। यो चाहिँ घाम डुब्न लागेको थियो, यस्तो राम्रो लाग्यो मलाई चाहिँ यो लुम्लेबाट लिएको भ्यू हो। त्यसपछि चाहिँ म सरासर घर आइपुगेँ यो भ्यूहरू चाहिँ तपाईँहरूलाई भनेर है। ल साथीहरू, आजलाई यति नै। अब राम्रो नराम्रो लाइक कमेन्ट चाहिँ गरिदिनु होला। मेरो युट्युब च्यानल पनि सब्सक्राइब गरिदिनु होला है सबैजनाले।